एक खुट्टे छ त्यहाँ भने नामै आइडीको नामै त्यस्तो त्यसो भए त ठिक छ न त त्यस्तो भन्नु हुँदैन म त्यस्तो भन्छु होला ओ म त कसैलाई अलिकति चोट पर्यो भने पनि ओइ यहाँ त पद लाग्छ है गरो पोखै लाइभमै छन् के तिनी अघि भयो ओके वेलकम एककुटे भाइ मस्ट लभ एक खुट्टे म भनेर नाम छ के त्यही भएर भनेको कहाँ त्यो भनेर अनि ओके गेम के भनिराख्नु पर्छ गेम यताउति हान्ने अलिकति दमदार मान्छे नै छैन न के गर्नु यार हेलो भाइ राजा हजुर उसमा आउन हजुर हजुर सन्चै छौ हस् कहाँ हौ कता हो घर म धनकुटा ओहो अनि मलाई माया गर्छौ धेरै हजुर मैले तपाईँलाई अर्को आइडी पनि फलो गरेको थिएँ कि मैले पहिलादेखि मैले फलो ब्याक गरेको छु तिमीलाई हजुर हजुर अनि तपाईँलाई मैले धनकुटाबाट हो? धेरैचोटि गरेको थिएँ। दिदीसँग हिजो जोइन भएको थियो अनि आज तपाईँसँग भयो खुसी लाग्यो यसैमा ठिक छ माया छ भाइ राजा एकदम मसला एकदम माया छ राजा भन न के भन्ने कुरा गर है त म गर्छु ल ल के भयो ब्रदर खुसी लाग्यो तपाईँले जोइन गरिदिनु ठिक छ आमाको याद आयो कि त्यही भएर मम्मी हुनुहुँदैन के मसँग चाहिँ अब यस्तो के होइन अब मेरो खुट्टा छैन होइन अब अहिलेको अब अपाङ्ग मान्छेहरूलाई अब हतपति जब दिन पनि मान्दैन नि त मान्छेहरूले होइन अनि त्यही पनि म अलिअलि जब गर्छु होइन कहाँ गर्छौ के गर्छौ त्यही माथि अब म अलिअलि कुकिङ काम गर्छु कता यता हरियन सरलाई ए सरलाईमा गर्छौ हजुर हजुर ए ठिक छ पक्का एकैछिन रोक ल तिम्रो नेट काटेर आइरहेको छ मसँग साथी भइसक्यो तिमी लाइभ बसिरहेको छ होइन हजुर ल म एकछिन काटेर फेरि आउँछु ल फेरि बोलाउँछु ल हस् ल सुचाट लिसन अब को आएको छ भन्दाखेरि स्यामी दुबई भन्ने मान्छे आएको छ तर त्यसलाई चाहिँ नसिकौँ होला है अहिले एकछिनमा सिकौँ होला बिचरा यो भाइको मलाई माया लाग्यो यार है एकैछिन भाइको माया लाग्यो म केही पनि भन्दैन यस्तो यसो उतापट्टि गएर सपोर्ट देखाइदिनु होला माया देखाइदिनु होला है म पर्सनली पनि केही दिउँला त है माया देखाइदिए राजाहरू अलवेज यार है माया देखाइदिनु होला के नाम थियो यार मन छुन्छ यार आमाको याद आयो भनेर भनिसकेपछि त एकदम मनै छोयो राजाहरू यार भाइ तिम्रो डाटा स्लो चलिरहेको हो कि के हो नेट स्लो चलेको हो कि के हो नेट स्लो रहेछ उतापट्टि यार के छ कुलबहादुर हेर न पारा राजाहरूको पारा क्लास किन लिन आउँछ मलाई एकछिन लाइभ बसिरहेको छ राति एकछिन गरेर एउटा कमेन्ट लेखेर चाट दिउँ होला है हजुर दाइ तिम्रो नेट के भयो यार ए ठिक छ अहिले ठिक छ नेट पुरै स्लो के अब चल्ने मान्दैन ठिक छ एकदम के छ कहाँ कता भयो धनकुटा कोसँग बस्छौ अड्क्यो त हल्का फेस पनि मिल्दो रहेछ उसको र मेरो त के छ पारस बमजी रे अब चाहिँ माया लाग्यो है फेरि राजाहरू कहिले कहिले चाहिँ फेरि ओभर रेस्पेक्ट फेरि यस्तो गर्दाखेरि पनि बिल्लै गरेको थाहा छ मलाई जिसी लाउनु पर्दैन यार मनमनाइ त अर्कै जिलाएर भनिरह होला है तर ठिक छ राजा माया छ यो भाइको नेट गतिलो रहन्छ यार
बिचरा फोन गरिदिने होलान् साथीहरू लाइभ बसिरहेको बेलामा फोन गर्ने होला नि त अलि नगरौँ यार त्यस्तो नगरिदियो एकछिन कुराकानी गर्न दियो मलाई कुराकानी बुझौँ यसो माया गर आई लभ माई पिपल हो क्या जसले पनि माया गर्नुहुन्छ मलाई जसले पनि गर्नुहुन्छ आई लभ एभ्री वान हो क्या च्याट सबैलाई माया छ अलवेज माया केही नराम्रो केही सोचेको छैन कसैको बारेमा के यताउति मलाई केही छैन बुझ्नु मलाई मतलबै छैन यो कुराहरूको आई अलवेज प्रे फर यर गुड हेल्थ आई अलवेज प्रे फर यर फ्यामिली कहिले केही पर्ला लाइफमा केही यताउति होला सम्झिनु होला राजा यसो दाजुभाइ सम्झेर आई प्रे फर यु च्याट सरलाईमा नेट स्लो छ के रे कहाँबाट जोइन गरौँ यार मलाई बोल्न मन लाग्यो यार त्यो भाइसँग यदि लाइभ काट्यो भने वेट गरेर आएको छु भाइ आउनु म वेट गरेर बस्छु तिम्रो एकछिन बोलौँ यार वेटिङमै छु है भाइ भागेर गयो नसोच्नु तिम्रो नजर बोलाउन नजाने कि होइन यस्तै हुन्छ कि यस्तै हुन्छ यार नेट छैन उता छिटो बोलाउनु न रे म पनि वेटिङमै छु यार वेटिङमै छु म एकैछिन रोक्नु है एकैछिन रोक्नु म पनि वेटिङमै छु नआए हौ गाह्रो छ गाह्रै पर्यो त एकैछिन वेट गर्नु है अल्छी नमान्नु यहाँ च्याटमा लेखेको देखेँ अलिकति बोरिङ फिल भयो अल्छी यताउति फिल भयो भनेर सोध्छु होला है यसो आफूलाई उतापट्टितिर राखेर पनि हेर्नुपर्छ कहिलेकाहीँ होइन आफूलाई यसो त्यो कन्डिसनमा राख यताउति राख यसो बुझेर गर्नुपर्छ राजाहरू 5 मिनटले लाइफको केही हुनेवाला छैन है त्यस्तो सोच्नु होला बरु 5 मिनट लाइभ स्किप गर्नु यसो मन अलिकति भयो अलिकति अल्छी लाग्यो भने एकछिन स्किप गरेर आउनु हल्का केही खाएर टक्क यसो आउनु तर बुझ्नुपर्ने हुन्छ राजाहरू सबजनाले त्यो कुरा चाहिँ है यतापट्टि मान्छे जोइन भनेर बोल्न खोजिरहेको छ च्याप्प काटेर म जाँदाखेरि अलिक मजा पनि आउँदैन